यहाँको सबैलाई हार्दिक नमस्कार, जय नेपाल। म राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम ऐतिहासिक अधिवेशनको मेरो तर्फबाट र हाम्रो पार्टी नेपाली कांग्रेसको तर्फबाट सम्पूर्ण सफलताको कामना व्यक्त गर्दछु। पार्टी गठन भएको करिब 4 वर्षमै तपाईहरुले जुन जनसमर्थन प्राप्त गर्नुभएको छ, यो लोभलाग्दो छ। म यसको मुक्त कण्ठले प्रशंसा गर्दछु। संगठन निर्माणदेखि निर्वाचनमा सफलता प्राप्त गर्ने पार्टी सभापति आदरणीय रवि लामिछाने, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले सफलतापूर्वक नेतृत्व गर्नुभएको छ। तपाईहरुले जुन साथ दिनुभएको छ, तपाईहरु सबै बधाईको पात्र हुनुहुन्छ। तपाईहरु सबैलाई हार्दिक बधाई ज्ञापन गर्छु। यो अधिवेशनबाट नेतृत्व चयन कसरी गर्ने भन्ने बारेमा तपाईहरुले निदो गरिसक्नुभयो भन्ने हामीले छापाहरुमा पढ्यौं। रविजीले फेरि सभापतिको रूपमा जिम्मेवारी